भोग्टे खै छैन त त्यो कहाँ के रुममा के थुपारिसक्दैछ हौ चाबी त नि छ मलाई कसरी चाहेको हो के नयाँ के हो त्यो भइसक्छ त यार गाडी सुनेको पैसा मेरो पुरा थुप्रो राखेको पैसा यहाँ 30-40 रुपियाँ त राखेको छ है लट्री पनि रहेछ के गरेको है के गरेको खाने भयो त मेरो त 5,000 निकाल साला चोर साला तेरो आमा बाउले खानु दिएन 5,000 निकाल कहाँ लगिस् 5,000 के भन्छ सफा बोल्छ भने बोलाई 5,000 निकाल के सुनेको छुइनँ मैले के सुनेछ खाने के अब भयो सुन्छस् फेरि सुनिस् 5,000 निकाल के 5,000 निकालिहाल यसो भयो के अरे 5,000 निकाल मेरो यहाँ 5,000 5,000 निकाल निकालिहाल पैसा हरायो तँ के कुरा गरेको खास चाहिँ पैसा हरायो यहाँबाट मेरो 5 निकाल 5,000 तैँले एकैचोटि दिएछ कुकुर यहाँबाट मैले तेरो पैसा मात्रै 60 रुपियाँ मात्रै थियो त निकाल दोस्रो पनि 5,000 निकाल निकाल छैन भने चाहिँ कसरी निकाल्नु यहाँ हरामी हौ त्यही कारण अर्काको नि कन्तुरहरू चेक गर्नु हुँदैन त कन्तुर बुझिस् यो कन्तुर तेरो अन्त कन्तुर त्यसो राख्छ अन्त अरूको घरमा आएर लप 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 भयो भक्तिहरूले मुरिस उठ्दैछ है त्यसमा के उयो हेर्नु अब यहाँ जाँदा तँ यहाँ जाँदा अन्त कन्तुर हो भने चाहिँ यसरी सत्ताइसिकन आएर त तपाईँ देख्ने ठाउँमा लुकाएर राख्नु छ कन्तुर भन्ने कुरा त 5,000 त थिएन कि 60 5,000 एकैचोटि देखेछ भने हार्ट एट्याक भेटेर मर्छ होला मैले त इक्जाम्पल मात्रै दिएको आज मेरो घरमा आएर यस्तो गरी भोलि दिनमा अरूको घरमा जानला त्यो घरमा पनि 5,000 नहोला यसरी माग्यो भने लप लप गर्नु हुँदैन त्यही कारण बुझिस् अब तेरो कुरा ठिकै हो नि हो ज्ञान भन् सही कुरा हो ज्ञान दिए कि दिएन दिस दिए होइन दामी हात मिलाउँछ ढोकर इच्छामा आएको साँच्ची भन्दा त्यो स्कुटी चाबी एकछिन दिए भन्नु लाग्यो के लोगेर स्कुटी चाबी हो ए बुढी पनि माग्न दिन्छु त म बुढी माग